आजको यो केवल सुन्ने कुरा होइन, यो तिम्रो जीवनसँग गरिएको एक गहिरो सम्झौता हो। यदि तिमी साँच्चै 2026 बदलिन चाहन्छौ, पहिले आफ्नो सोच बदलिनु पर्छ। अब यो कुनै बहाना, डर, आलस्यको यात्रा होइन। यो यात्रा भित्र सुतिराखेको तिमीलाई जगराउनको यात्रा हो। तयार हो, किनकि अब तिमी आफ्नै सीमाहरू तोड्नेछौ। 2026 मा सफल हुनु कुनै भाग्यको खेल हुने छैन। यो एउटा यस्तो मानिसको परिणाम हुनेछ जसले आज यही पल आफैसँग एउटा गहिरो वाचा गर्दछ कि उसले आफ्नो जिन्दगीलाई नयाँ स्तरमा लैजानेछ। यो भिडियो तिमीलाई मात्र मोटिभेट गर्नका लागि होइन, बरु तिम्रो दिमागको त्यो हिस्सालाई जगाउनका लागि हो जसलाई तिमीले आफै चुप गराएका थियौ। त्यो हिस्सा जसलाई थाहा छ कि तिमी योभन्दा धेरै गर्न सक्छौ, योभन्दा धेरै बन्न सक्छौ र तिम्रो जिन्दगी योभन्दा कयौं गुणा राम्रो हुन सक्छ। 2026 तिम्रो लागि तब बदलिनेछ जब तिमी आफै बदलिनेछौ, नत्र वर्षहरू बदलिरहनेछन्। तर जिन्दगी त्यही उभिरहनेछ जहाँ अहिले छ। सबैभन्दा पहिले तिमीले यो बुझ्नुपर्छ कि 2026 मा सफल हुन सुरु आजैबाट हुन्छ। सफल हुने असली खेल आफ्नो आजलाई बदल्नु हो। तिमी जहाँ आज उभिएका छौ, त्यो तिम्रो सोच, तिम्रो मिहिनेत र तिम्रा बानीहरूको परिणाम हो। यदि तिमी 2026 लाई एउटा फरक वर्ष बनाउन चाहन्छौ भने तिमीले आफ्नो सोचलाई नयाँ आकार दिनुपर्नेछ। तिमीले यो बुझ्नुपर्छ कि कुनै पनि ठूलो गन्तव्य अचानक प्राप्त हुँदैन। त्यसलाई पाउनका लागि तिमीले आफूलाई हरेक दिन अलि राम्रो बनाउनु पर्ने हुन्छ। तिमीले आफ्नो दिमागलाई यो सिकाउनुपर्छ कि बहाना बनाउन बन्द गर, किनकि बहाना बनाएर कोही पनि सफल हुन सक्दैन। हरेक बिहान जब तिमी बिउजन्छौ, तिमीले एउटा फैसला लिनुपर्छ। के तिमी आफ्नो पुरानो प्याटर्नलाई दोहोर्याउँछौ कि एउटा नयाँ कदम चाल्छौ? तिम्रो जित यही एउटा फैसलामा निर्भर छ। तिमी कसैलाई यो प्रमाणित गर्नका लागि बाँचिरहेका छैनौ कि तिमी के गर्न सक्छौ। तिमीले आफैलाई यो प्रमाणित गर्नुछ कि तिमी आफ्नो क्षमताको विरुद्ध होइन, बरु त्यसको साथमा उभिएका छौ। जब तिमी आफ्नै शत्रु बन्छौ, तब दुनियाँको कुनै शक्तिले तिमीलाई अगाडि लैजान सक्दैन। तर जब तिमी आफैसँग उभिन्छौ, तब दुनियाँको कुनै शक्तिले तिमीलाई रोक्न पनि सक्दैन। 2026 मा सफलता पाउने पहिलो असली मन्त्र यही हो कि तिमी आफ्नो दिमागलाई काममा लगाऊ। तिमी के सोच्छौ, यसको हरेक दिन एउटा असर हुन्छ। यदि तिम्रो दिमागमा डर छ भने पाइलाहरू रोकिएकै रहनेछन्। यदि तिम्रो दिमागमा सन्देह, शङ्का छ भने फैसलाहरू कमजोर हुनेछन्। तर यदि तिम्रो दिमागमा विश्वास छ भने तिमी त्यहाँ पुग्नेछौ जहाँ पुग्न आज तिमीलाई असम्भव लाग्छ। असम्भवको अर्थ मात्र यति हो कि तिमीले त्यसको लागि अहिलेसम्म सही प्रकारको मिहिनेत गरेका छैनौ। कतिपय समयमा तिमीले यो महसुस गर्छौ कि तिम्रो लाइफमा केही पनि बदलिरहेको छैन, तर यो सत्य होइन। जब तिमी कोसिस गर्छौ, केही न केही सधैँ बदलिरहेको हुन्छ। तिमी हरेक दिन कि त आफ्नो सपनातर्फ बढ्छौ वा त्यसबाट टाढा। तिमीले आफै तय गर्नुछ कि तिमी कुन दिशामा जाँदैछौ। 2026 मा सफल ती मानिसहरू हुनेछन् जसले आफ्नो दिमागलाई यो सिकाउनेछन् कि फोकस राख्नु नै जितको पहिलो खुड्किलो हो। फोकस नै त्यो चिज हो जसले तिम्रो शक्ति र तिम्रो ऊर्जालाई सही दिशामा पुर्याउँछ। तिमीले आफ्नो लाइफमा एउटा कुरा धेरै गहिराईमा बुझ्नुपर्छ कि कोही पनि तिमीलाई उठाउन आउने छैन। तिमी आफै आफ्नै खुट्टामा उभिनु पर्छ। तिमीले आफै आफ्ना बानीहरू दल्नुपर्छ। तिमीले आफै आफ्नो कम्फर्ट जोन तोड्नुपर्छ। तिमीले आफै आफ्नो डरलाई हराउनुपर्छ। जब तिमी यो गर्छौ, तब सफलता तिमीतिर खिचिन्छ। किनकि सफल हुनु मात्र एउटा गन्तव्य होइन, यो एउटा मानसिकता हो। यो बाँच्ने, सोच्ने र काम गर्ने एउटा तरिका हो। 2026 मा जो मानिसहरू असफल रहनेछन्, उनीहरू त्यही मानिस हुनेछन् जो आज पनि आफूलाई बहानाको पछाडि लुकाइरहेका छन्। जसले भन्छन् कि समय छैन, परिस्थिति सही छैन, मानिसहरू साथमा छैनन्, पैसा छैन, मौका छैन। र फेरि त्यही मानिसहरू एक वर्षपछि बसेर सोध्छन् कि जिन्दगी किन बदलिएन। जिन्दगी यसकारण बदलिएन किनकि उनीहरूले आफूलाई बदलेनन्। समयले कसैको प्रतीक्षा गर्दैन। आज जुन एउटा मौका छ, त्यो भोलि नहुन पनि सक्छ। तिमी जति ढिला गर्नेछौ, तिमीले मात्र आफ्नै नोक्सान गर्नेछौ, किनकि दुनियाँले ती मानिसहरूलाई पुरस्कृत गर्दछ जो उठेर कदम अगाडि बढाउँछन्। र हेर, यो नसोच कि तिमीले एकैपटक सबै कुरा बदल्नु छ। तिमीले साना साना कदमहरू लिनु छ, तर लगातार। एउटा सानो बानी हरेक दिन दोहोर्याउनाले ठूला नतिजाहरू मिल्छन्। तिमी एक दिनमा महान बन्दैनौ, तर तिमी हरेक दिन थोरै थोरै महान बन्न सक्छौ। तिमी एक रातमा सफल हुँदैनौ, तर तिमी हरेक रात आफ्नो भोलिको लागि तयारी गर्न सक्छौ। 2026 को सफलता आजको तिम्रो अनुशासनमा निर्भर गर्दछ। अब जरा आफैलाई सोध, तिमीलाई के चाहिन्छ? मात्र प्रेरणा वा जीवनमा परिवर्तन? किनकि प्रेरणा केही समयका लागि साथ रहन्छ,
तर परिवर्तन पुरै जिन्दगी। प्रेरणा एउटा झिल्को हो, तर परिवर्तन त्यो आगो हो जसले तिमीलाई अगाडि बढाउँछ, चाहे बाटो जतिसुकै कठिन किन नहोस्। यदि तिमी वास्तवमा 2026लाई आफ्नो जिन्दगीको टर्निङ पोइन्ट बनाउन चाहन्छौ भने तिमीले आजै आफ्ना लक्ष्यहरू प्रष्ट पार्नुपर्छ। तिमीले जान्नुपर्छ कि तिमी कहाँ पुग्न चाहन्छौ। जुन मानिसलाई गन्तव्य प्रष्ट देखिन्छ उसका लागि बाटो कहिल्यै धमिलो हुँदैन। आफ्नो सोचलाई उच्च बनाऊ। सधैँ याद राख, तिम्रो सोचले नै तिम्रो भविष्य बनाउँछ। यदि तिम्रो सोच सानो छ भने ठुला सफलताहरू तिम्रो नजिक आउने छैनन्। तिमी जति ठुलो सोच्छौ त्यति नै ठुलो काम गर्नेछौ र जति ठुलो काम गर्नेछौ त्यति नै ठुलो सफलता पाउनेछौ। 2026मा त्यही सफल हुनेछन् जसले आफ्नो दिमागलाई भनिसके कि अब सीमाहरू तोड्नु छ। अब बहाना खत्तम, अब काम सुरु, अब डर खत्तम, अब कदम सुरु, अब पर्खाइ खत्तम, अब एक्सन सुरु। तिम्रो दिमागले त्यही गर्छ जो तिमी उसलाई बारम्बार बताउँछौ। यदि तिमी उसलाई हरेक दिन भन्छौ कि तिमी यो गर्न सक्छौ भने उसले तिमीलाई त्यही दिशामा लैजान थाल्छ। तर यदि तिमी उसलाई डर, शङ्का वा आलस्यले भर्छौ भने उसले तिमीलाई त्यही दिशामा गिराउन थाल्छ। त्यसैले आजैबाट आफ्नो दिमागलाई प्रशिक्षित गर। उसलाई यो सिकाऊ कि चाहे जतिसुकै कठिन किन नहोस् तिमी बाटो खोजिहाल्नेछौ। जब तिमी आफ्नो दिमागलाई मजबुत बनाउँछौ तब पुरै दुनियाँ तिम्रो लागि सजिलो हुन्छ। तिमीले यो पनि बुझ्नुपर्छ कि सफलता कसैलाई पनि मात्र यसकारण मिल्दैन किनकि उसले चाहेको थियो। सफलता ती मानिसहरूलाई मिल्छ जो त्यसका लागि तयार रहन्छन्। तिमी जति मिहिनेत गर्छौ त्यति नै तिमी तयार हुनेछौ र जति तयार हुनेछौ त्यति नै चाँडो तिमीले मौकाहरू देख्नेछौ। मानिसहरू भन्छन् कि मौकाहरू आउँछन्, तर सत्य यो हो कि मौकाहरू मात्र तयार भएका मानिसहरू कहाँ आउँछन्। र 2026मा तिमी तब मात्र सफल हुन सक्छौ जब तिमी आजैदेखि आफूलाई त्यो सफलताको लायक बनाउँछौ। तिमीले आफ्नो लाइफमा एउटा नियम धेरै मजबुतीका साथ अपनाउनुपर्छ। कहिले पनि त्यो मानिससँग प्रतिस्पर्धा नगर जो तिमी हिजो थियौ। तिमी मात्र आफ्नो हिजोभन्दा राम्रो बन्नु छ। यही नै असली प्रगति हो, यही नै असली ग्रोथ हो, यही नै असली जित हो र यही नै त्यो मार्ग हो जसले तिमीलाई 2026मा त्यो उचाइमा लैजानेछ जहाँ तिमीले आफूलाई पहिले कहिल्यै देखेका थिएनौ। तिमीले यो कुरा धेरै गहिराइमा बुझ्नुपर्छ कि 2026मा सफलता पाउनका लागि तिमीले आफूलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निकाल्नै पर्छ। कम्फर्ट जोन त्यो ठाउँ हो जसले तिमीलाई सुरक्षित महसुस गराउँछ, तर त्यही ठाउँले तिम्रो पुरै क्षमतालाई कैद गरिदिन्छ। जति पनि मानिसहरू ठुला उचाइमा पुगेका छन् उनीहरू सबैलाई थाहा छ कि असली ग्रोथ कम्फर्टभन्दा बाहिर हुन्छ। जब तिमी आफ्नो लागि सजिलो बाटो रोज्छौ तिमीले आफ्नो लागि एउटा सीमित जीवन रोज्छौ, तर जब तिमी च्यालेन्ज, चुनौतीलाई अपनाउँछौ तिमीले आफ्नो लागि असीमित सम्भावनाहरू खोल्छौ। तिमी यो बुझ कि कठिनाइ तिमीलाई रोक्नका लागि आउँदैन, बरु तिमीलाई मजबुत बनाउनका लागि आउँछ। हरेक पटक जब तिमीलाई कुनै काम कठिन लाग्छ, हरेक पटक जब तिमीलाई लाग्छ कि यो तिम्रो बसको कुरा होइन, त्यही पल तिमीले आफूलाई प्रमाणित गर्ने मौका पाउँछौ। कठिनाइहरू एक प्रकारले टेस्ट परीक्षा होइनन्, बरु तिम्रो लागि एउटा सन्देश हुन् कि अब तिमी अर्को स्तरमा कदम राख्न सक्छौ। र यो सन्देश तब मात्र बुझिन्छ जब तिमी डराउन छोडेर अगाडि बढ्ने फैसला गर्छौ। 2026मा सफल हुनका लागि तिमीले यही मानसिकता अपनाउनुपर्छ। कठिनाइ आयो भने रोकिने होइन, डर लाग्यो भने अझ अगाडि बढ्ने, र जब लाग्छ कि अब हुन सक्दैन त्यही समयमा आफूलाई देखाउने कि तिमीले अहिलेसम्म आफैलाई कम आँकेका थियौ। सफलता पाउनका लागि तिमीले आफ्नो लाइफमा केही यस्ता कुराहरू छोड्नै पर्छ जसले अहिलेसम्म तिमीलाई पछाडि खिचिरहेको थियो। हुन सक्छ त्यो आलस्य हो, हुन सक्छ त्यो काम सार्ने बानी हो, हुन सक्छ त्यो नकारात्मक सोच हो, वा हुन सक्छ कि ती मानिसहरू हुन् जसले तिमीलाई बदलाव गर्न नै दिँदैनन्। तिमीले सफा निर्णय लिनुपर्छ कि तिमी 2026मा त्यही मानिस रहन चाहन्छौ जो अहिले छौ, वा तिमी त्यो मानिस बन्न चाहन्छौ जसलाई देखेर तिम्रो भविष्यले गर्व गरोस्। तिमीले यो बुझ्नुपर्छ कि हरेक त्यो चिज जसले तिमीलाई मजबुत बनाइरहेको छैन त्यसले तिमीलाई कमजोर बनाइरहेको छ। र यदि तिमीलाई शक्तिशाली बन्नु छ भने तिमीले ती बानीहरू छोड्नुपर्छ जसले तिमीलाई सानो राख्छन्। तिम्रो ऊर्जा अत्यन्तै बहुमूल्य छ, तर यो तबसम्म बहुमूल्य बन्दैन जबसम्म तिमीले यसलाई सही दिशामा लगाउँदैनौ। कयौं मानिसहरू धेरै मिहिनेत गर्छन् तर कतै पनि पुग्दैनन् किनकि उनीहरूको मिहिनेत छरिएको हुन्छ। उनीहरूलाई लाग्छ कि उनीहरू काम गरिरहेका छन् तर उनीहरू मात्र व्यस्त छन्। व्यस्त र उत्पादकमा धेरै फरक छ। व्यस्त मानिसहरू समय खर्च गर्छन्, उत्पादक मानिसहरू समय लगानी गर्छन्। व्यस्त मानिसहरू कामको पछाडि भाग्छन्, उत्पादक मानिसहरू कामलाई आफूतिर खिच्छन्। र 2026मा सफल त्यही हुनेछन् जसले आफ्नो समय,
आफ्नो ऊर्जा र आफ्नो फोकसलाई सही ठाउँमा लगाउन सिक्नेछन्। कहिलेकाहीँ तिमीलाई लाग्नेछ कि तिमी धेरै अगाडि बढिसक्यौ र तब तिमीलाई एउटा यस्तो दिन मिल्नेछ जसले तिमीलाई फेरि सुरुवातमा उभ्याइदिनेछ। यही जीवनको सबैभन्दा ठूलो सत्य हो। प्रगति सधैँ सिधा हुँदैन, उतार चढाव आइरहनेछन्। तर लड्नुको अर्थ हार्नु होइन, लड्नुको अर्थ सिक्नु हो। लड्नुको अर्थ हो कि अब तिमीले एउटा नयाँ तरिका अपनाउनुपर्छ र जुन मानिसले लडेर उठ्न सिक्छ उसलाई गिराउने तागत यो संसारमा कसैसँग हुँदैन। 2026मा जो मानिसहरू सफल हुनेछन् उनीहरू त्यही हुनेछन् जसले हरेक गिरावटलाई एउटा पाठको रूपमा अपनाए। तिमीले आफ्नो दिमागमा यो कुरा सधैँका लागि उतार्नुपर्छ कि सफलता कहिले पनि रातारात मिल्दैन। तिमी जसलाई पनि हेर, चाहे ऊ बिजनेसमा होस्, खेलमा होस्, कलामा होस् वा कुनै पनि क्षेत्रमा, हरेक ठूलो सफलताको पछाडि एउटा लामो तयारी, एउटा लामो सङ्घर्ष र एउटा लामो एक्लोपन हुन्छ। तर हामी मात्र नतिजा देख्छौँ, यात्रा देख्दैनौँ। र जब तिमी आफ्नो यात्रा सुरु गर्छौ तब तिमीलाई त्यो सङ्घर्ष महसुस हुन्छ जो अरूलाई देखिँदैन। तर यही सङ्घर्षले तिमीलाई त्यो मानिस बनाउँछ जो 2026मा चम्किनेछ। हरेक मिहिनेत जसले अहिले तिमीलाई पीडा दिन्छ त्यही पछि गर्व बन्छ। हरेक त्याग जो अहिले कठिन लाग्छ त्यही पछि शक्ति बन्छ। हरेक एक्लोपन जो अहिले भारी लाग्छ त्यही पछि स्वतन्त्रता बन्छ। तिमीले आफैसँग एउटा वाचा गर्नुपर्छ, चाहे जेसुकै होस् म पछाडि हट्ने छैन, चाहे जतिसुकै रुकावट आओस् म रोकिने छैन, चाहे कसैले साथ दियोस् वा नदियोस् म आफ्नो बाटोमा चलिरहनेछु। जब तिमी यस्तो वाचा आफैसँग गर्छौ तब ब्रह्माण्डले तिमीलाई नरोकी समर्थन दिन सुरु गर्दछ। तिमी जहाँ रोकिन्छौ त्यही तिम्रो सीमा बन्दछ। तर जब तिमी अगाडि बढ्छौ तिम्रा हरेक सीमाहरू तोडिन थाल्छन्। 2026को सफलता तिम्रो थकाइले रोकिने छैन, बरु तिम्रो निरन्तर हिँडाइले बन्नेछ। तिमीले आफ्नो लाइफमा यो पनि बुझ्नुपर्छ कि हरेक लक्ष्यको एउटा मूल्य हुन्छ। यदि तिमी सफलता चाहन्छौ भने मूल्य पनि चुकाउनु पर्ने हुन्छ। त्यो मूल्य हुन सक्छ अतिरिक्त घण्टाको मिहिनेत, हुन सक्छ आराम छोड्नु, हुन सक्छ रमाइलो कम गर्नु, हुन सक्छ अबेर रातिसम्म पढ्नु, हुन सक्छ असफलता झेल्नु। तर अन्तमा त्यही मानिस सफल हुन्छ जो त्यो मूल्य चुकाउनका लागि तयार हुन्छ, किनकि सफलता कहिले पनि नि शुल्क मिल्दैन। यदि तिमी त्यो मूल्यसँग डराउँछौ भने तिमी त्यो गन्तव्यको लायक छैनौ। तर यदि तिमी तयार छौ भने 2026 तिम्रो लागि त्यो वर्ष हुनेछ जब दुनियाँले तिमीलाई चिन्न सुरु गर्नेछ। तिमीले यो पनि बुझ्नुपर्छ कि हरेक दिन धेरै बहुमूल्य छ। तिमी सोच्छौ कि अझै त धेरै समय छ, तर सत्य यो हो कि समय कसैका लागि पनि रोकिँदैन। आजको दिन यदि तिमीले गुमायौ भने यो कहिल्यै फिर्ता आउने छैन र बिस्तारै बिस्तारै हरेक गुमेको दिन एउटा गुमेको सपना बन्दछ। त्यसैले हरेक बिहान जब तिमी उठ्छौ तब आफैलाई सोध, के म आज त्यो मानिस बनिरहेको छु जो 2026मा सफल हुनेछ? के मेरा आजका कामहरू मेरो सपना अनुसार छन्? यदि जवाफ छैन हो भने तिमीले आफ्नो दिशा तुरुन्तै बदल्नु पर्नेछ, किनकि दिशा गलत छ भने गतिको कुनै अर्थ रहँदैन। तिमीले आफ्नो लाइफबाट एउटा चीज सधैँका लागि निकालिदिनुपर्छ, तुलना। कुनै पनि प्रकारको तुलना। तुलनाले मानिसको क्षमतालाई खत्तम गरिदिन्छ। हरेक मानिसको सफर यात्रा अलग छ, हरेक मानिसको सुरुवात अलग छ र हरेक मानिसको गन्तव्य पनि अलग हुन्छ। तिमीले आफूलाई अरूसँग होइन बरु आफैसँग तुलना गर्नुपर्छ। यदि तिमी आज आफ्नो हिजोभन्दा राम्रो छौ भने तिमी सही बाटोमा छौ। 2026मा तिम्रो जित तिम्रो आफ्नै ग्रोथ, वृद्धिले तय गर्नेछ न कि कुनै दोस्रो व्यक्तिको सफलताले। तिमीले आफ्नो दिमागमा अर्को एउटा कुरा पनि बसाल्नुपर्छ, डरलाई नियन्त्रण गर्न सिक। डर हरेकलाई लाग्छ, तर केही मानिस डरमा बाँच्छन् र केही मानिस डरका बावजुद अगाडि बढ्छन्। डरलाई खत्तम गर्ने आवश्यकता छैन, डरलाई बुझ्ने र त्यसबाट अगाडि बढ्ने आवश्यकता छ। जब तिमी आफ्नो डरलाई अनुहार देखाउँछौ तब डर सधैँ पछाडि हट्छ, तर जब तिमी त्यसबाट बच्छौ तब डर अझ ठूलो हुन्छ। 2026मा सफल त्यही हुनेछन् जसले आफ्नो डरलाई एउटा सीमा होइन बरु एउटा सङ्केतको रूपमा हेर्नेछन्। सङ्केत कि अब अगाडि बढ्ने समय हो। र याद राख, तिमीले जति सोच्छौ त्योभन्दा कयौं गुणा बढी शक्तिशाली छौ। तिमी भित्र त्यो क्षमता छ जसले तिमीलाई असम्भवलाई पनि सम्भव बनाउन मद्दत गर्न सक्छ। तर यो तब मात्र बाहिर आउँछ जब तिमीले उसलाई बाहिर आउने मौका दिन्छौ। तिमीले आफ्नो दिमागको त्यो सानो आवाजमा भरोसा गर्नुपर्छ जसले भन्छ तिमी गर्न सक्छौ, किनकि त्यही आवाज असली हो। बाँकी सबै आवाजहरू मात्र तिमीलाई रोक्ने खालका हुन्। जब तिमी आफ्नो भित्रको शक्तिलाई बुझ्न सुरु गर्छौ तब मात्र तिमीलाई यो महसुस हुन थाल्छ कि सफलता बाहिर होइन, भित्रबाट सुरु हुन्छ। तिमी 2026मा कुन स्तरमा उभिनेछौ यो तय हुनेछ कि तिमी आज आफ्नो भित्र कति ऊर्जा, कति दृढता, कति स्पष्टता र कति आत्मविश्वास पर्छौ।
मानिसहरू प्राय यो सोच्छन् कि सफलता भाग्यमानीलाई मिल्छ, तर वास्तविकता यो हो कि सफलता ती मानिसहरूलाई मिल्छ जो आफूलाई हरेक दिन तिखार्छन्। तिमी चाहे जतिसुकै सपना देख, तर यदि तिमी हरेक दिन आफूलाई एउटा राम्रो मानिस बनाइरहेका छैनौ भने ती सपनाहरू केवल कल्पना मात्र बनेर रहनेछन्। तर जब तिमी मिहिनेत गर्छौ, बानीहरू बदल्छौ, लगातार अगाडि बढ्छौ, तब सपनाहरू बिस्तारै वास्तविकताको रूप लिन थाल्छन्। तिमीले आफ्नो लाइफमा यो पनि स्वीकार गर्नुपर्छ कि तिमी सबै कुरा नियन्त्रण गर्न सक्दैनौ। कतिपय समयमा केही कुराहरू योजना अनुसार हुँदैनन्, कतिपय समयमा मानिसहरू बदलिन्छन्, कतिपय समयमा परिस्थिति बिग्रिन्छ, कतिपय समयमा मौकाहरू गुम्छन्। तर यसको अर्थ यो होइन कि तिम्रो गन्तव्य खत्तम भयो। यसको अर्थ मात्र यति हो कि बाटो बदलियो। जो मानिस हरेक बदलावलाई नयाँ सुरुवात जस्तै गरी हेर्छ, त्यही अन्तमा जित्छ। 2026मा सफल हुनका लागि तिमीले यही बुझ्नुपर्छ कि बदलाव जीवनको हिस्सा हो। उनीहरूसँग लड्नुको सट्टा उनीहरूलाई अपनाऊ र आफूलाई हरेक स्थितिको लागि तयार गर। कहिलेकाहीँ यस्तो हुन्छ कि तिमीलाई लाग्छ कि तिमी एक्लो छौ, कसैले तिम्रो मिहिनेत देखिरहेको छैन, कसैले तिम्रा समस्याहरू बुझिरहेको छैन, कसैले तिमीलाई सपोर्ट गरिरहेको छैन। तर यो एक्लोपन सधैँ तिम्रो विरुद्धमा हुँदैन। यो एक्लोपन तिम्रो लागि त्यो आगो बन्न सक्छ जसले तिमीलाई अझ तीव्र गतिमा अगाडि बढाओस्। दुनियाँमा जति मानिसहरू चम्किएका छन्, उनीहरू तब चम्किए जब उनीहरू अन्धकारमा एक्लै थिए। तिमीलाई यो थाहा हुनुपर्छ कि यदि आज तिमी एक्लै अगाडि बढिरहेका छौ भने एक दिन तिम्रो सफलताको उज्यालो यति तेज हुनेछ कि दुनियाँ आफै तिमीतिर खिचिएर आउनेछ। तिमीले यो पनि बुझ्नुपर्छ कि हरेक मानिससँग कुनै यस्तो पल आउँछ जब उसलाई आफैमाथि शङ्का हुन्छ। उसलाई लाग्छ कि के ऊ साँच्चै यति अगाडि बढ्न सक्ला, के उसले जुन सपनाहरू लिएर हिँडिरहेको छ ती साँचो होलान्, के ऊ यो दबाव, यो थकाइ, यो सङ्घर्षको बीचमा टिकिरहन सक्ला। तर यही पल असली परीक्षा हुन्छ। यो त्यही पल हो जब तिमीले आफूलाई एकपटक फेरि विश्वास दिलाउनुपर्छ कि तिमी किन सुरु भएका थियौ। तिमीले आफ्ना सपनाहरूलाई याद गर्नुपर्छ, आफ्नो भित्रको आगोलाई फेरि बाल्नुपर्छ। जुन मानिसले यस्ता पलहरूलाई जित्छ उसका लागि अगाडिको बाटो सधैँ खुल्ला रहन्छ। 2026को सफलता मात्र पढाइ वा काममा अगाडि बढ्ने कुरा होइन, यो मानसिक स्तरमा अगाडि बढ्ने कुरा हो। यो भावनाहरूलाई सम्हाल्ने कला हो, यो अनुशासनको शक्ति हो, यो बानीहरूको खेल हो, यो आफूलाई दिनहुँ राम्रो बनाउने प्रक्रिया हो। सफलता मात्र उसैलाई मिल्छ जसले आफ्नो दिमागलाई नियन्त्रण गर्न सिक्छ। तिमीले यो बुझ्नुपर्छ कि दिमाग कि त तिम्रो सबैभन्दा ठुलो हतियार बन्न सक्छ वा तिम्रो सबैभन्दा ठुलो कमजोरी। यदि तिमी आफ्नो दिमागलाई सकारात्मक, केन्द्रित र स्थिर राख्न सक्दैनौ भने ती कामहरू जसलाई पूरा गर्न तिमीलाई 1 घण्टा लाग्नुपर्ने थियो, तिनलाई पूरा गर्न तिम्रो जिन्दगी बित्नेछ। तिमीले यो पनि जान्नुपर्छ कि 2026मा त्यही मानिसहरू चम्किनेछन् जसले आफ्नो समयको कदर गर्न सिक्नेछन्। समय बर्बाद गर्नु कुनै पनि मानिसको सबैभन्दा ठुलो हार हो, किनकि समय त्यो चिज हो जो एक पटक गयो भने फिर्ता आउँदैन। त्यसैले तिमीले आफ्नो हरेक मिनेटलाई एउटा लगानी जस्तै गरी हेर्नुपर्छ। हरेक दिन तिमीले यो तय गर्नुपर्छ कि तिमी आफ्नो समयको कति हिस्सा आफूलाई अगाडि बढाउनमा लगाउँदैछौ र कति हिस्सा ती कुराहरूमा जो तिमीलाई पछाडि खिचिरहेका छन्। जब तिमी आफ्नो समयलाई सम्हाल्न सिक्नेछौ, तिमीले जीवनको हरेक हिस्सा सम्हाल्नेछौ। तिमीले यो कुरा पनि बुझ्नुपर्छ कि 2026मा सफल हुनका लागि तिमीले नाइ भन्न सिक्नुपर्नेछ। केही कुराहरूलाई अस्वीकार गर्नु नै विकासको पहिलो खुट्किलो हो। हरेक ठाउँमा उपस्थित हुनु कुनै उपलब्धि होइन, आफ्नो लागि सही कुराहरूको छनौट गर्नु नै सफलताको मूल हो। तिमी हरेक काम गर्न सक्दैनौ, हरेक मानिसहरूलाई खुसी राख्न सक्दैनौ, हरेक कुराको पछाडि भाग्न सक्दैनौ। तिमीले रोज्नुपर्छ कि तिम्रो लागि सबैभन्दा महत्त्वपूर्ण के हो, तिम्रो भविष्य वा तिम्रा वर्तमान बानीहरू, तिम्रो ग्रोथ वा अरूलाई खुसी बनाउनु, तिम्रो गन्तव्य वा बेकारका कुराहरू। तिम्रो जवाफले नै तिम्रो सफलता तय गर्नेछ। तिमीले आफ्ना बानीहरूमा पनि विशेष ध्यान दिनुपर्छ। मानिसहरू भन्छन् कि बानीले मानिस बनाउँछ र यो बिल्कुल सत्य हो। तिम्रो दिनहुँको साना साना बानीहरूले नै बताउँछन् कि तिमी 2026मा कहाँ उभिनेछौ। तिमीले हरेक दिन यदि एउटा पाना मात्र पनि पढ्छौ भने तिमी एउटा वर्षमा 365 पाना अगाडि हुनेछौ। यदि तिमी हरेक दिन 30 मिनेट मात्र पनि केही नयाँ सिक्छौ भने 2026मा तिम्रो ध्यान 10 गुणा बढिसकेको हुनेछ। यदि तिमी हरेक दिन थोरै मात्र पनि आफूमाथि काम गर्छौ भने तिमीले 1 वर्षमा आफैलाई चिन्न सक्ने छैनौ। साना बदलावले ठूला नतिजाहरू ल्याउँछन्। यो जीवनको सबैभन्दा ठूलो नियम हो। तिमीले आफ्नो भित्रको आवाजलाई पनि मजबुत बनाउनुपर्छ। दुनियाँले तिमीलाई धेरै प्रकारले प्रभावित गर्नेछ।
कसैले तिमीलाई भन्नेछ कि यो सम्भव छैन। कसैले भन्नेछ कि तिमी गलत गरिरहेका छौ। कसैले भन्नेछ कि तिमी समय बर्बाद गरिरहेका छौ। तर तिमीले तय गर्नु छ कि तिमी कसको कुरा सुन्छौ। यदि तिमी दुनियाँको कुरा सुन्छौ भने तिमी त्यहीँ रहिरहनेछौ जहाँ दुनियाँ छ। तर यदि तिमी आफ्नो भित्रको आवाज सुन्छौ भने तिमी त्यहाँ पुग्नेछौ जहाँ तिमी हुनुपर्छ। तिमीले यो बुझ्नुपर्छ कि हरेक ठूलो बदलाव भित्रबाट सुरु हुन्छ, बाहिरबाट होइन। कहिलेकाहीँ तिमीलाई लाग्नेछ कि बाटो धेरै लामो छ र तिमी एक्लै यसलाई पार गर्न सक्दैनौ। तर याद राख, लामो बाटो कठिन हुँदैन, उद्देश्यविहीन बाटो कठिन हुन्छ। जुन मानिसलाई थाहा छ कि ऊ कहाँ जाँदैछ, उसका लागि कुनै पनि दूरी ठूलो हुँदैन। जब तिमीसँग लक्ष्य हुन्छ, तब तिमीभित्र एउटा अनदेखी शक्तिले जन्म लिन्छ जसले तिमीलाई कठिन समयमा पनि अगाडि धकेल्छ र जब तिमी भित्रबाट तयार हुन्छौ, तब दुनियाँको कुनै आधीले तिम्रो बाटो रोक्न सक्दैन। तिमीले आफ्नो लाइफमा एउटा महत्त्वपूर्ण कुरा अपनाउनुपर्छ। हरेक दिन थोरै अगाडि बढ। चाहे त्यो एक कदम नै किन नहोस्, किनकि सुस्त प्रगति पनि प्रगति नै हो। मानिसहरू प्राय यस कारणले सुरुवात गर्दैनन् किनकि उनीहरूलाई लाग्छ कि उनीहरू धेरै बिस्तारै अगाडि बढिरहेका छन्, तर बिस्तारै बढ्नु रोकिनुभन्दा त धेरै राम्रो हो। र याद राख, समुद्रको गहिराई साना साना छालहरूबाट बन्दछ। त्यसैगरी ठूलो सफलता साना साना प्रयासहरूको परिणाम हो। यदि तिमी हरेक दिन काम गरिरहनेछौ, चाहे गति जस्तो सुकै होस्, 2026 मा तिमी त्यहाँ उभिनेछौ जहाँ तिमीले आज आफैलाई देखेका पनि छैनौ। किनकि निरन्तरता त्यो तागत हो जसले कुनै पनि सामान्य मानिसलाई असाधारण बनाइदिन्छ र यही निरन्तरताले तिमीलाई पनि असाधारण बनाउनेछ। जब तिमी आफ्नो जीवनमा निरन्तरता ल्याउँछौ, तब तिमीले यो महसुस गर्न थाल्छौ कि तिम्रो मिहिनेतको असर हरेक दिन देखिँदैन, तर हरेक दिन जम्मा भइरहेको हुन्छ। यही जम्मा भएको मिहिनेत एक समयमा सफलताको रूपमा प्रकट हुन्छ। मानिसहरू प्राय 2-3 दिन मिहिनेत गरेर आशा गर्छन् कि नतिजा देखिहालोस्, तर त्यस्तो हुँदैन। असली परिणाम लामो समयको निरन्तरतापछि मात्र आउँछ। यसको अर्थ यो हो कि तिमी जे पनि हासिल गर्न चाहन्छौ, चाहे त्यो सिप होस्, ज्ञान होस्, पैसा होस् वा कुनै पनि ठूलो लक्ष्य, तिमीले त्यसका लागि लगातार लागिरहनै पर्छ। जब तिम्रा बानीहरू मजबुत हुन्छन्, तब तिम्रो गन्तव्य आफै तिमीतिर बढ्न थाल्छ। यो पनि याद राख कि तिम्रो लाइफको सबैभन्दा ठूलो बदलाव तब आउँछ जब तिमीले आफूलाई यो अनुमति दिन्छौ कि तिमीलाई नयाँ बन्नु छ। जब तिमी आफैसँग भन्छौ कि पुरानो सोच, पुरानो बानी, पुरानो डर अब तिम्रो जिन्दगीलाई नियन्त्रण गर्ने छैनन्। हरेक त्यो मानिस जो सफल भएको छ, उसले पहिले आफ्नो भित्रको साङ्लो तोडेको छ, त्यसपछि दुनियाँको सीमा तोडेको छ। त्यसैले 2026 मा सफल हुनका लागि तिमीले सबैभन्दा पहिले आफ्नो भित्रको सीमाहरू तोड्नुपर्छ। तिमीले आफैलाई यो भन्नुपर्छ कि अब म त्यही मानिस रहने छैन जो हिजो थिए, किनकि मेरो गन्तव्य त्योभन्दा ठूलो छ। तिमीले आफ्नो भित्र यो शक्ति विकसित गर्नुपर्छ कि तिमी हरेक असुविधा, हरेक समस्या, हरेक पीडालाई स्वीकार गर्न सकौ, किनकि विकास सधैँ आरामभन्दा बाहिर हुन्छ। जब तिमी कठिन परिस्थितिको सामना गर्छौ, तब मात्र तिमी मजबुत बन्छौ। जब तिमी सङ्घर्ष गर्छौ, तब मात्र तिमी जितको लायक बन्छौ। दुनियाँमा कुनै पनि ठूलो खेलाडी, ठूलो नेता, ठूलो कलाकार वा कुनै पनि क्षेत्रको महान व्यक्ति सजिलै बनेको छैन। त्यसको पछाडि एउटा यस्तो सङ्घर्ष थियो जसलाई दुनियाँले देखेन। त्यही सङ्घर्षले उसलाई महान बनायो। त्यसैले जब तिमीलाई कठिन लाग्छ तब नघबराउनु। बुझिदिनु कि तिमी त्यो बाटोमा छौ जहाँ महानता पाइन्छ। सफलताको अर्को एउटा ठूलो नियम यो हो कि तिमी आफैसँग इमानदार हुनुपर्छ। आफ्नो कामको बारेमा, आफ्नो मिहिनेतको बारेमा, आफ्नो बानीको बारेमा। कतिपय मानिसहरू आफैलाई धोका दिन्छन्। उनीहरू भन्छन् कि उनीहरूले धेरै कोसिस गरे, जबकि सत्य यो हुन्छ कि उनीहरूले केवल सोचे गरेनन्। उनीहरू भन्छन् कि उनीहरूसँग समय थिएन, जबकि समय थियो तर प्राथमिकता थिएन। उनीहरू भन्छन् कि उनीहरूले मौका पाएनन्, जबकि मिलेको मौकाको सदुपयोग गरेनन्। यदि तिमी आफैसँग इमानदार हुँदैनौ भने सफलता तिम्रो नजिक कहिल्यै आउने छैन। तर यदि तिमी साँच्चै आफैलाई सत्य बताउन थाल्छौ, चाहे त्यो जतिसुकै तितो किन नहोस्, तबदेखि तिम्रो जिन्दगी बदलिन सुरु हुन्छ। तिमीले आफ्नो लाइफमा अर्को एउटा कुरालाई सही गर्नुपर्छ, आफ्नो माहौल। तिमी जुन माहौलमा बस्छौ, त्यसैले तिम्रो सोच बनाउँछ। यदि तिमी यस्ता मानिसहरूको बीचमा बस्छौ जो सधैँ गुनासो गर्छन्, तब तिमी पनि गुनासो गर्न थाल्छौ। यदि तिमी ती मानिसहरूको बीचमा बस्छौ जो ठूला सपना देख्छन्, मिहिनेत गर्छन्, सुधार गर्छन्, तब मात्र तिमीमा पनि त्यो ऊर्जा पैदा हुन्छ। त्यसैले धेरै जरुरी छ कि तिमी आफ्नो वरिपरि यस्ता मानिसहरू राख जसले तिमीलाई सानो होइन, ठूलो सोच्न बाध्य बनाउन्। यस्ता मानिसहरू जो तिमी लड्दा उठाउन्, रोकिँदा धक्का दिउन् र पछाडि हट्दा फेरि अगाडि बढाउन्। यदि तिम्रो वरिपरि यस्ता मानिसहरू छैनन् भने केही छैन। तिमी आफै आफ्नो लागि त्यो मानिस बन।
आफैलाई त्यो साथी बनाऊ जसको तिमीलाई जरुरत छ। 2026 मा सफल हुनका लागि तिमीले आफ्नो लक्ष्यलाई मात्र हेर्ने होइन, महसुस गर्नुपर्छ। तिमी जसलाई महसुस गर्छौ त्यही तिम्रो हिस्सा बन्दछ। यदि तिमी आफ्नो लक्ष्यलाई आफ्नो दिमागमा प्रश्न देख्न सकिरहेका छैनौ भने तिमीले त्यसलाई वास्तविकतामा पाउन सक्दैनौ। हरेक बिहान उठेर आफ्नो मनमा त्यो तस्बिर बनाऊ कि तिमी के बन्न चाहन्छौ। त्यो जीवन, त्यो काम, त्यो सफलता, त्यो सम्मान, त्यो अनुभव सबै आफ्नो भित्र सफा सफा देख। तिम्रो दिमागले त्यही बनाउँछ जसलाई तिमी लगातार देखिरहेका छौ। त्यसैले आफ्ना सपनाहरूलाई यति सफा बनाऊ कि तिम्रो हरेक सास त्यसलाई पूरा गर्ने दिशामा चलोस्। तिमीले आफ्ना भावनाहरूलाई पनि आफ्नो नियन्त्रणमा राख्न सिक्नुपर्छ। मानिसहरू प्राय रिस, दुख, तनाव र डरमा गलत फैसला लिन्छन् र यही गलत फैसलाले उनीहरूको प्रगति रोकिदिन्छ। तर जब तिमी आफ्ना भावनाहरूमाथि नियन्त्रण पाउँछौ तब तिमी हरेक स्थितिमा सही कदम उठाउन थाल्छौ। तिमीले सिक्नुपर्छ कि कहिले शान्त रहने, कहिले बोल्ने, कहिले रोकिने र कहिले अगाडि बढ्ने। भावनात्मक नियन्त्रण सफलताको एउटा महत्त्वपूर्ण स्तम्भ हो, किनकि यसले तिमीलाई स्थिर राख्छ, फोकस्ड राख्छ र तिमीलाई हतारमा निर्णय लिनबाट बचाउँछ। तिमीले यो कुरा सधैँ याद राख्नुपर्छ कि जीवनको हरेक ठूलो बदलाव एउटा सानो कदमबाट सुरु हुन्छ। जसरी समुद्रको विशाल छालहरू साना कणहरूबाट बन्दछन्, त्यसैगरी ठूलो सफलता पनि साना कार्यहरूबाट बन्दछ। तिमी सुरुवात चाहे जतिसुकै सानो गर, फरक पर्दैन, तर गर जरुर। एउटा सानो बानी, सानो प्र्याक्टिस, सानो लक्ष्य, सानो कदम, यही अगाडि बढेर ठूलो बदलाव बन्दछ। जो मानिस सुरुवात नै गर्दैनन् उनीहरू कहिले कतै पुग्दैनन्, तर जो मानिस सुरुवात गर्छन् उनीहरू चाहे बिस्तारै बिस्तारै किन नहोस् गन्तव्यसम्म पुग्छन्। कहिलेकाहीँ तिमीलाई लाग्नेछ कि कुनै प्रगति भइरहेको छैन। तिमी महिनौसम्म मिहिनेत गर्नेछौ र तैपनि लाग्नेछ कि नतिजाहरू सुस्त छन्। तर यसको अर्थ यो होइन कि तिमी अगाडि बढिरहेका छैनौ। यसको अर्थ छ कि तिमी यस्तो चरणमा छौ जहाँ तिमी भित्रबाट मजबुत बनिरहेका छौ। प्रगति सधैँ देखिँदैन, तर महसुस हुन्छ। जब तिमी कुनै कुरामा मिहिनेत गर्छौ तब तिम्रो अनुभव, तिम्रो बुझाइ र तिम्रो आत्मविश्वास बढिरहेको हुन्छ। र एक दिन जब यो सबै एउटा लाइनमा आएर उभिन्छ, परिणाम त्यही दिन देखिन्छ। त्यसैले यदि तिमी 2026 मा चम्किन चाहन्छौ भने आजैदेखि आफ्नो भित्र यो धैर्यलाई पैदा गर कि नतिजा चाहे ढिलो आओस् तर आउने निश्चित छ। तिमीले यो पनि बुझ्नुपर्छ कि सफल मानिसहरू पर्फेक्ट, पूर्ण हुँदैनन्। उनीहरू मानिस नै हुन्। उनीहरूमा पनि कमजोरी हुन्छन्। फरक मात्र यति हो कि उनीहरू आफ्ना कमजोरीलाई बहाना बनाउँदैनन्। उनीहरू कमजोरीमाथि काम गर्छन्, तिनलाई सुधार्छन् र अगाडि बढ्छन्। यदि तिमी आफ्ना कमजोरीसँग डराइरह्यौ भने तिमी अगाडि बढ्न सक्ने छैनौ। तर यदि तिमी तिनलाई सुधार्न थाल्यौ भने तिम्रो अगाडि बढ्ने गति कुनै पनि व्यक्तिभन्दा बढी हुन सक्छ। कुनै पनि मानिस पर्फेक्ट हुँदैन, तर हरेक मानिस राम्रो बन्न सक्छ र त्यही राम्रो बन्नु 2026 मा तिम्रो सफलता तय गर्नेछ। र अन्तमा तिमीलाई यो महसुस हुनुपर्छ कि तिमी आफ्नो जीवनको निर्माता हौ। तिम्रो दिशा तिम्रा फैसलाहरूले तय हुन्छ। तिम्रो भविष्य तिम्रा बानीहरूले बन्दछ। तिम्रो आत्मविश्वास तिम्रा अनुभवहरूले बढ्दछ र तिम्रो सफलता तिम्रो मिहिनेतले। कुनै पनि शक्तिले तिमीलाई रोक्न सक्दैन सिवाय तिमी आफै, र कसैले तिमीलाई अगाडि बढाउन सक्दैन सिवाय तिमी आफै। यदि आज तिमीले एक सानो कदम पनि अघि बढ्यौ, त्यसको अर्थ तिमीले आफ्नो भविष्य परिवर्तन गर्न सुरु गरिसक्यौ। याद राख, 2026 तब बदलिन्छ जब तिमी बदलिन्छौ। र आज तिमीले आफैसँग गरेको यो वाचा एक दिन तिम्रो सफलता बनेर संसारलाई देखिनेछ। र फेरि सोध, अहिले यही क्षण, के तिमी तयार छौ आफ्नै नयाँ संस्करण बन्न?